अब आउने एनपिएलहरुमा चाहिँ नेपालको खेलाडीहरुलाई नल्याउने हो के सबै विदेशको खेलाडीहरु मात्रै ल्याएर चाहिँ एनपिएल गराए हुने हो किनभने हाम्रो नेपालको खेलाडीहरु त कुनै परफर्मेन्सै गर्न सक्दैन जति पनि म्याच जिते एनपिएलमा सबै विदेशी खेलाडीहरुले को कारणले जिताएको छ विदेशी खेलाडीले सेन्चुरी लगाएका छन् अरे ट्युको ग्राउन्डमा हाम्रो जस्तो टाइगर भन्छौं बाघ भन्छौं हाम्रो कुशल भुर्तेल जस्तो खेलाडी यिनीहरु जस्तोले सेन्चुरी हान्न सक्दैनन् स्कटल्यान्डको एउटा बलर आएर ट्युको ग्राउन्डमा सेन्चुरी हान्न सक्छ तर हाम्रो स्टार खेलाडीहरुले चाहिँ ट्यु ग्राउन्डमा सेन्चुरी हान्न सक्दैनन् कसैले पनि पुरै एनपिएलमा त्यसैगरी आज इंग्ल्यान्डको एउटा खेलाडीले सेन्चुरी हानेका छन् पोखरा एभिजनको तर्फबाट अस्ति कर्णाली एक्सको तर्फबाट सेन्चुरी हानेका थिए तर हाम्रा छन् त बॉडी बिल्डर ट्याटु स्याटु बनाएर कुशल भुर्तेल 20 रन 30 रन 40 रन बढीमा हाफ सेन्चुरी त्यो पनि ट्यु ग्राउन्ड पाए बाहिर गर्दा त्यतिकै हो यस्तो खेलाडी छन् यार सबै विदेशी खेलाडीले ल्याएर चाहिँ एनपिएल गराए हुने हो कि अब स्कटल्यान्डको बलर आएर नेपालको ट्यु ग्राउन्डमा सेन्चुरी हान्न सक्छ इंग्ल्यान्डको खेलाडी आएर ट्युको ग्राउन्डमा सेन्चुरी हान्न सक्छ भन्थे हाम्रो दिपेन्द्र सिंह एरीले हाम्रो रोहित पौडेलले हाम्रो अर्का कुशल भुर्तेलले यिनीहरूले सेन्चुरी हान्न सक्दैनन् अनि यिनीहरु तागत नभएर हो त यार ट्यु ग्राउन्ड त नेपालमा बनेको नेपालको खेलाडीको लागि बनेको यिनीहरूले नेपालको ग्राउन्डमा यस्तो परफर्मेन्स छ भने कसरी राम्रो परफर्मेन्स गर्न सक्ने हो यार एकदमै खराब परफर्मेन्स भइरहेको छ यार यस्तो हिसाबले हामीहरूले चाहिँ टेस्ट नेसनको लागि तयार गर्ने नेपाललाई भनेको नेपाल क्रिकेट बोर्डको त्यो सपना हामीहरूको सपना भनेको पुरा होला जस्तो छैन कि यस्तोले चाहिँ हुँदैन यार यो एकदमै खराब भइरहेको एउटा खेलाडीको मात्रै हैन नेपालको कुनै पनि खेलाडीले लु आज सेन्चुरी लाग्यो है नेपालको एउटा प्लेयरको भन्ने छैन नेपालको प्लेयरले चाहिँ यति राम्रो विकेट लियो है भनेर भन्नु पनि छैन विदेशी खेलाडी जस्तो स्टार ठुल्ठुलो खेलाडीहरू आइरहेका छन् नेपालको खेलाडीहरू चाहिँ ल खतरनाक रहेछन् है भनेर एउटा हुन्छ नि त डर भोलि त्यही इंग्ल्यान्डको खेलाडीले आएर ट्यु ग्राउन्डमा सेन्चुरी हानेछ भोलि इंग्ल्यान्डसँगै T20 वर्ल्ड कप हुँदैछ अब यसमा चाहिँ के सोच्ला त के सोचे केही पनि हैन नेपालको टिम त केही पनि हैन जे पनि गर्न सकिन्छ हामीले गरेर सेन्चुरी हानेर आएको यिनीहरुको ग्राउन्डमा गएर यिनीहरुले हामीले सक्दैन एउटा हुन्छ नि यो एकदमै खराब परफर्मेन्स भयो एकदम खराब हुन्छ नेपालको टिमले देखाउन पर्ने हो क्या नेपाल क्रिकेट बोर्डले यत्रो सपोर्ट गरिरहेको छ यार लाखौं सेलेरी लाखौं पैसा यिनीहरुलाई पचेन साच्चै कुरा गर्ने हो भनेदेखि जहाँ पनि यस्तो परफर्मेन्स यार हाम्रो रोहित पौडेलको यति राम्रो परफर्मेन्स थियो पहिला हाम्रो भुर्तेलको पनि ठिकै थियो आसिफ शेखको एउटा एक दिन परफर्मेन्स आयो भने 10 दिन परफर्मेन्स आउँदैन यिनीहरुको यार जम्मा वर्ल्ड कपमा 4वटा म्याच खेल्यो नि यिनीहरुले एउटा म्याचमा राम्रो परफर्मेन्स गर्यो भने अब 3टा म्याचमा यिनीहरुले गर्दैनन् अनि त्यो पहिलाको जस्तो 2024 मा चाहिँ हजारौं नेपालीहरुले रुवाएको थियो यिनीहरुले 2026 मा पनि परफर्मेन्स राम्रो सुधार भएन भने यस्तै हुन्छ साथीहरु एकदमै खराब परफर्मेन्स यिनीहरुले नेपालको ग्राउन्डमा केही गर्न सक्दैन भनेदेखि त्यो विदेशमा गएर अन्त त्यो कसरी गर्न सक्छन् यार 2 महिना पछिबाट T20 वर्ल्ड कप हुँदैछ वर्ल्ड कपमा गएर यिनीहरुले कस्तो परफर्मेन्स गर्ने कुरा थाहा छैन के हाम्रो रोहित पौडेल क्याप्टनकै कुनै परफर्मेन्स छैन हाम्रो भुर्तेल मामनको त्यस्तै छ एरीको त्यस्तै छ अरुको कुरा छोड्दिउँ हाम्रो सोमपाल कामीले 2010 मा T20 वर्ल्ड कप खेलेका 2014 मा वर्ल्ड कप खेलेका 2026 मा पनि T20 वर्ल्ड कप खेल्छन् पक्कै सोमपाल कामीले विकेट लिन सकेन भनेर त्यो हुन्छ त पागलको जस्तो उफ्रिएका छन् ल गएर चाहिँ पर्दामा हानेर पर्दा च्याट दिएका छन् म चाहिँ खेल्नुभन्दा अगाडि नै 200% कमब्याक गरेर म जित्छु भनेका छन् एउटा ओभर कम्पिटिसन के भन्छन् त इंग्लिशमा यार त्यस्तो मात्रै गर्ने परफर्मेन्स गर्ने बेला चाहिँ त्यो पागलको जस्तो कोही पर्दा च्याट दिने लात्ताले हान्ने उफ्रिने कराउने त्यो हो सोमपाल कामीको हाम्रो नन्दन यादवलाई चाहिँ वर्ल्ड कपमा देख्न चाहन्थे अब आफूभन्दा कमजोर खेलाडीलाई चाहिँ झापड हानुलाई जस्तो गर्छन् यार नन्दन यादवलाई देख्न चाहन्थे म यो नन्दन यादव पनि यस्तै रहेछन् यार कमसेकम आफूभन्दा कमजोर खेलाडीलाई त सिकाएर सम्झाएर उँभो लानुपर्ने ठाउँमा झापड हानुलाई जस्तो गर्छन् यस्तो खेलाडीहरूले कसरी वर्ल्ड कप खेल्छन् यार